आज हामी कक्षा 10 को म्याथमा रहेको क्वाड्रेटिक इक्वेसन भन्ने च्याप्टरको बारेमा डिस्कस गर्न गइराखेका छौं। ओके, स्टार्ट गरौँ है त। ओके, पहिला चाहिँ हामी कुनै एक दुईवटा इक्जाम्पलहरुबाट बुझौं इक्वेसन भनेको के हो त, कस्तो टाइपको इक्वेसनहरु हुन्छन् त, हैन। जस्तै हाम्रो एउटा चाहिँ छ x + 4 = 0। यो भनेको कस्तो टाइपको इक्वेसन हो त भन्दाखेरि यहाँ चाहिँ यो चाहिँ लिनियर इक्वेसन हो। लिनियर इक्वेसन यो कसरी लिनियर भयो त, यहाँ चाहिँ x भनेको के हो त, भेरिएबल हो। यो भेरिएबलको पावर कति छ त, भेरिएबलको पावर 1 छ भने चाहिँ के हुन्छ त, लिनियर, हैन। इक्वेसनमा भेरिएबलको डिग्री कति छ त्यसले चाहिँ कुन टाइपको इक्वेसन हो भन्ने कुरा चाहिँ डिटरमाइन गराउँछ। यहाँ चाहिँ इक्वेसनको डिग्री चाहिँ कति छ त, 1 छ, हाईएस्ट डिग्री भनेपछि यो चाहिँ के हो त, लिनियर इक्वेसन भयो, हैन। यसको चाहिँ हामीले ग्राफमा प्लट गर्दाखेरि एउटा लाइन देखाउँछ। यसरी चाहिँ हाम्रो x = -4 भयो नि त, हैन। यसबाट भ्यालु निकाल्दाखेरि x = -4 आउँछ। अब x = -4 भनेको चाहिँ हाम्रो यसरी ग्राफमा प्लट गर्दाखेरि x = -4 यता हुन्छ, हैन। अनि y चाहिँ भेरिएबल हो भने y का डिफरेन्ट भ्यालुहरु हुन सक्छन्। त्यसरी चाहिँ हाम्रो यो चाहिँ ग्राफ यसरी चाहिँ प्लट गर्ने, हैन। यहाँ 0 भयो। यो चाहिँ हाम्रो x = 3 भन्ने यनेर यसरी चाहिँ एउटा लाइन x = -4, सरी, यनेर x = -4 हुन्छ, हैन। यस्तो टाइपको चाहिँ एउटा ग्राफ सो हुन्छ। ओके, यो चाहिँ भयो हाम्रो एउटा लिनियर इक्वेसन। अब क्वाड्रेटिक इक्वेसन चाहिँ कस्तो हुन्छ त, क्वाड्रेटिक इक्वेसन कस्तो हुन्छ त त्यो हेरौँ है। क्वाड्रेटिक इक्वेसनमा हाम्रो ax² + bx + c = 0 यो फर्ममा चाहिँ हाम्रो के हुन्छ त, क्वाड्रेटिक इक्वेसन हुन्छ। वेयर a, b, c चाहिँ के हो त भन्दाखेरि कन्स्टेन्ट हो। कन्स्टेन्ट हो जहाँ चाहिँ a = 0। a चाहिँ 0 हुनु भएन, जहाँ चाहिँ a, b र c चाहिँ सबै चाहिँ के हो त, कन्स्टेन्ट हो। अब एउटा इक्जाम्पल हेरौँ हामी। इक्जाम्पल हेर्दाखेरि चाहिँ इक्जाम्पलमा के हेरौँ भन्दाखेरि x² + 2x + 3 x² + 2x + 3 = 0 यो के हो त, एउटा क्वाड्रेटिक इक्वेसन हो। जहाँ चाहिँ हाम्रो a को ठाउँमा कति छ त, यसमा a को ठाउँमा 1 छ, b को ठाउँमा चाहिँ हाम्रो 2 छ, अनि c को ठाउँमा चाहिँ 3 छ, हैन। 1 2 3 छ। अब यहाँ चाहिँ डिग्री कस्तो अर्डरमा हुनु पर्यो त, पहिला x को पावर 2 हुनु पर्यो, त्यसपछि x को पावर 1 हुनु पर्यो, अनि x को पावर 0 हुनु पर्यो। x को डिग्रीको अर्डर हुनु पर्यो, यस्तो अर्डरमा चाहिँ x को डिग्री हुनु पर्यो, हैन। पहिला 2 हुनु पर्यो, त्यसपछि 1 हुनु पर्यो, त्यसपछि 0 हुनु पर्यो। यहाँ त्यस्तै छ नि त, यहाँ चाहिँ x को डिग्री 2 छ। जस्तो यहाँ हेर्दाखेरि हाम्रो यहाँ x को डिग्री 2 छ, त्यसपछि x को डिग्री 1 छ। यहाँ केही छैन भने यहाँ के हुन्छ, x को डिग्री 0 = 1 हुन्छ नि त। यहाँ हाम्रो x को डिग्री 0 मान्न सक्छौं। x को डिग्री 0 1 2 यसरी छ नि त, हैन। त्यसरी चाहिँ मान्नु पर्यो हामीले। अनि अब यो इक्वेसनलाई हामी स्ट्यान्डर्ड इक्वेसन भनेर भन्छौं। क्वाड्रेटिक इक्वेसनको स्ट्यान्डर्ड इक्वेसन भनेर भन्छौं। यसलाई स्ट्यान्डर्ड फर्ममा यसलाई यसरी लेखिन्छ। के भन्छ त, स्ट्यान्डर्ड क्वाड्रेटिक इक्वेसन, स्ट्यान्डर्ड क्वाड्रेटिक इक्वेसन भनेर भन्छौं यसलाई, हैन। ओके, अब क्वाड्रेटिक इक्वेसनमा कस्तो क्वाड्रेटिक इक्वेसन कन्डिसनहरु के छ त, हैन। यी कन्डिसनहरु बुझिराखौं। जस्तै हाम्रो ax² + c = 0 हुने कन्डिसन पनि आउँछ एउटा, अनि अर्को चाहिँ ax² + bx = 0 हुने कन्डिसन पनि आउँछ। यसलाई कस्तो कन्डिसन भन्ने र यसलाई कस्तो कन्डिसन भन्ने कुरा चाहिँ बुझ्नु पर्यो हामीले, हैन। अब
ax स्क्वायर b भनेको जस्तै अब हामी एउटा इक्जाम्पल लेखौं जस्तै 2x स्क्वायर प्लस 4 इज इक्वल्स टु 0 यो चाहिँ एउटा इक्जाम्पल भयो यसको पनि एउटा इक्जाम्पल लेखौं जस्तै 2x स्क्वायर प्लस 3x इज इक्वल्स टु 0 यसमा चाहिँ कुन टर्म मिसिङ छ त यसको चाहिँ हाम्रो bx वाला टर्म चाहिँ के छ त मिसिङ भएको छ यहाँनिर मिसिङ भएको छ हैन अनि यसमा चाहिँ के टर्म मिसिङ भएको छ भने यसमा चाहिँ c वाला टर्म मिसिङ भएको छ यसमा चाहिँ bx वाला टर्म मिसिङ भएको छ यसमा चाहिँ c वाला टर्म मिसिङ भएको छ अब कस्तो केसमा चाहिँ कसलाई के भन्ने कुरा छ यहाँनिर हाम्रो हामी चाहिँ कन्स्टेन्ट छ भने चाहिँ हाम्रो प्योर भयो यो चाहिँ प्योर भयो प्योर क्वाड्रेटिक इक्वेसन भयो अनि कन्स्टेन्ट छैन भने त्यसलाई हामी के भन्छौं त भन्दाखेरि एड फ्याक्टेड क्वाड्रेटिक इक्वेसन ADFECTED एड फ्याक्टेड यसलाई चाहिँ हामी ADFECTED एड फ्याक्टेड क्वाड्रेटिक इक्वेसन भनेर भन्ने गर्छौं हैन यस्तो होस् अथवा चाहिँ हाम्रो ax स्क्वायर प्लस bx प्लस c इज इक्वल्स टु 0 यस्तो केसमा भयो भने हामी त्यसलाई चाहिँ एडफेक्टेड क्वाड्रेटिक इक्वेसन भनेर भन्छौं हैन हामी चाहिँ एडफेक्टेड र प्योर क्वाड्रेटिक इक्वेसन दुईवटा टाइपको हुन्छ नि त हैन केसहरु एउटा चाहिँ बीचको टर्म मिसिङ भएको एउटा चाहिँ एउटा एक छेउको टर्म मिसिङ भएको बीचको टर्म मिसिङ भयो भने चाहिँ हामी के भन्छौं त प्योर क्वाड्रेटिक इक्वेसन भनेर भन्छौं हैन अनि एउटा मात्रै कन्स्टेन्ट टर्म मात्रै मिसिङ छ भने त्यसलाई हामी के भन्छौं त एडफेक्टेड क्वाड्रेटिक इक्वेसन भनेर भन्छौं हैन एडफेक्टेड क्वाड्रेटिक इक्वेसन भनेर भन्छौं यसमा चाहिँ एडफेक्टेडमा चाहिँ के हुन्छ त भन्दाखेरि कन्स्टेन्ट 0 कन्स्टेन्ट हुनु भएन या त कन्स्टेन्ट नभएको केस एडफेक्टेडमा या त कस्तो हुन्छ त या त हाम्रो या त हाम्रो स्ट्यान्डर्ड फर्म नै हुनु पर्यो स्ट्यान्डर्ड फर्ममै हुनु पर्यो या त यस्तो हुनु पर्यो एडफेक्टेड हुनका लागि नत्र प्योर हुनका लागि चाहिँ हाम्रो के हुनु पर्यो त भन्दाखेरि बीचको bx वाला टर्म चाहिँ हटाउनु पर्यो ओके ल यतिसम्म चाहिँ बुझिन्छ ओके अब हामी जान्छौं नेक्स्टमा सोलुसन अफ क्वाड्रेटिक इक्वेसन solution of quadratic equation how to solve the quadratic equation भन्ने कुरा छ कसरी सल्भ गर्ने त यसमा डिफरेन्ट वेहरु छ फर्स्ट नम्बरमा छ हाम्रो फ्याक्टराइजेसन मेथड छ फ्याक्टराइजेसन मेथड अनि सेकेन्डमा चाहिँ छ हाम्रो complete square method अनि थर्ड मा चाहिँ छ हाम्रो by using formula ओके एउटा चाहिँ फर्मुला युज गरेर अनि एउटा चाहिँ फ्याक्टराइजेसन गरेर एउटा चाहिँ कम्प्लिट स्क्वायर बनाएर ओके अब यिनीहरुका चाहिँ हामी एक्जाम्पल हेरौं फ्याक्टराइजेसन मेथडहरु कुन गर्ने हामी कन्डिसन अनुसार जुन सजिलो हुन्छ त्यो चाहिँ फ्याक्टर हुने भयो भने फ्याक्टराइजेसन गर्छौं कम्प्लिट स्क्वायर हुन्छ भने कम्प्लिट स्क्वायर बनाएर गर्छौं अब केही पनि हुँदैन यो दुईटा मध्ये एउटा नै भएन भने त्यसपछि हाम्रो लास्टमा चाहिँ हाम्रो बाइ युजिङ फर्मुलाको मेथडबाट चाहिँ हामी गर्न सक्छौं ओके अब लेट्स सी द एक्जाम्पलमा चाहिँ के भनेछ भने एउटा हामी क्वेशन हेरौं solve भन्छ x square minus 9 is equals to 0 x square minus 9 is equals to 0 ओके अब यसलाई कसरी गर्ने त यहाँ चाहिँ हाम्रो सोलुसन here लेख्ने अनि x square minus 9 is equals to 0 x square minus यो 9 भनेको कति हो त 3 को स्क्वायर is equals to 0 हुन्छ ओके x square minus 3 को स्क्वायर is equals to 0 त्यसपछि चाहिँ हाम्रो x -3 into x plus 3 हुने भयो is equals to 0
यो चाहिँ कसरी भयो त भन्दाखेरि यहाँनिर एउटा कुरा बुझ्नुपर्ने छ हामीले यो कसरी यस्तो भयो त हामीलाई के थाहा छ भने a स्क्वायर माइनस b स्क्वायर इज इक्वल्स टु के हुन्छ त भन्दाखेरि a माइनस b इन्टु a प्लस b हामीलाई यो फर्मुला चाहिँ थाहा हुनु पर्यो यो फर्मुलाले चाहिँ यहाँ दिन्छ जस्तै अब हामीले यसलाई चाहिँ एट अ प्लेस अफ a हामी यो लेख्छौँ अनि b को ठाउँमा चाहिँ यो लेख्छौँ a र b को ठाउँमा राख्दाखेरि चाहिँ यो आउँछ x माइनस 3 x प्लस 3 आउँछ हैन ओके यो चाहिँ भयो अब यहाँ चाहिँ either x minus 3 is equals to 0 x is equals to के भयो त 3 भयो ओके or x plus 3 is equals to 0 x is equals to minus 3 हुने भयो therefore x is equals to plus minus 3 लेख्न पाएँ मैले हैन x को चाहिँ कतिवटा सोल्युसन आयो त दुईवटा सोल्युसन आयो x को भ्यालु कतिवटा आयो x is equals to एउटा प्लस 3 आयो एउटा चाहिँ माइनस 3 आयो यसको चाहिँ दुईवटा सोल्युसन आयो दुईवटा सोल्युसन आउनेलाई चाहिँ हामी के भन्दो रहेछौँ त क्वाड्रेटिक इक्वेसन भन्दो रहेछौँ हैन एउटै भेरिएबलको दुईवटा सोल्युसन त्यस्तो टाइपको आयो भने चाहिँ हामी क्वाड्रेटिक इक्वेसन भन्छौँ किनभने त्यहाँ स्क्वायर हुन्छ नि त एक्स स्क्वायर प्लस त्यसपछि एक्सको डिक्रिजिङ अर्डरमा चाहिँ पावर हुन्छ नि त त्यही भएर चाहिँ भन्ने मैले हैन अब त्यसपछि एक दुईवटा अरु इक्जाम्पलहरु हेरौँ जे सल्भ भन्छ एक्स स्क्वायर माइनस 3x इज इक्वल्स 10 एक्स स्क्वायर माइनस 3x इज इक्वल्स टु 10 okay let's see the examples त्यसै गरी अर्को सल्भ छ अर्को सल्भमा चाहिँ हामी के गर्छौं भन्दाखेरि 2√3x स्क्वायर 2√3x स्क्वायर प्लस 13x प्लस सरी यहाँनिर माइनस राखौं माइनस 5√3 is equals to के हुन्छ 0 ओके दुईवटा सोल्युसन गरौँ ओके सबभन्दा पहिला चाहिँ यो गरौँ x स्क्वायर माइनस 3x is equals to 10 अब हामीले यसको सल्भ गर्दाखेरि सोल्युसन हियर x स्क्वायर माइनस 3x is equals to 10 x स्क्वायर माइनस 3x प्लस 10 is equals सरी यहाँनिर माइनस यो यहाँनिर पोजिटिभ छ भने यता गयो भने के हुन्छ माइनस हुन्छ नेगेटिभ हुन्छ ओके माइनस 10 इज इक्वल्स टु 0 भयो अब यो चाहिँ हाम्रो कस्तो फर्ममा आयो त भन्दाखेरि ax स्क्वायर प्लस bx प्लस c इज इक्वल्स टु 0 भन्ने फर्ममा आयो नि त हैन अब हामीले सोल्युसन गर्न सक्छौं अब यसको फ्याक्टराइजेसन गर्ने फ्याक्टर कसरी गर्ने त भन्दाखेरि यसमा चाहिँ तीनवटा टर्म छ हैन यो एउटा टर्म यसरी हेरौं यो एउटा टर्म छ यो अर्को टर्म छ यो अर्को टर्म छ यो तीनवटा टर्म छ भने अब हामीले त चारवटा टर्म कसरी बनाउने भन्नेतिर जानु पर्यो ओके ओके x स्क्वायर माइनस अब हामीले कस्तो खोज्नु पर्यो त भन्दाखेरि अब हामीले खोज्नु पर्यो यहाँ हाम्रो a र c लाई मल्टिप्लाई गर्नु पर्यो पहिला a into c गर्नु पर्यो a c गर्दाखेरि हाम्रो कति भयो त भन्दाखेरि 1 into 10 is equals to कति भयो त 10 भयो हैन मल्टिप्लाई गर्दाखेरि 10 आउनु पर्यो हैन 8 गर्दा या सम गर्दाखेरि 8 गर्दा वा 8 गर्दा या सबट्र्याक्ट गर्दाखेरि के आउनु पर्यो त 3 आउनु पर्यो त्यस्तो केसमा चाहिँ जानु पर्यो हामीले हैन ओके अब हामी सल्भ गरौँ यहाँनिर चाहिँ x स्क्वायर माइनस अब यहाँनिर 5 टु जा 10 5 माइनस 2 इज इक्वल्स टु कति हुन्छ 3 हुन्छ हैन 5 माइनस 2x माइनस 10 इज इक्वल्स टु 0 अरु केही नगर्ने यो बीचको पार्टलाई यसरी हामीले दुई भागमा बाँड्ने जबकि यसको चाहिँ मल्टिप्लाई गर्दाखेरि चाहिँ ac आओस् a into c आओस् र जोड्दा या घटाउँदाखेरि चाहिँ बीचको टर्म आओस् 5 माइनस 2 गर्दाखेरि चाहिँ हामीले 3 आउँछ 5 into 2 गर्दाखेरि 10 आउँछ नि त हैन यस्तो टर्ममा चाहिँ लग्ने x स्क्वायर माइनस अब 5x अब यो माइनसले भित्र मल्टिप्लाई गर्दाखेरि के हुन्छ पोजिटिभ हुन्छ
x स्क्वायर माइनस 5x प्लस 2x माइनस 10 इज इक्वल्स टु 0 भयो ओके ओके यहाँसम्म बुझिन्छ अब यहाँबाट दुईटैबाट के आयो त x कमन आयो x माइनस 5 प्लस 2 कमन आयो x माइनस 5 इज इक्वल्स टु 10 एक्चुअली x माइनस 5 लाई कमन ल्याउने त्यसपछि चाहिँ हाम्रो x प्लस 2 चाहिँ बाँकी रहन्छ इज इक्वल्स टु 0 भयो ओके अब हामीले त्यो अघि जस्तो गरेको थियो त्यस्तै गर्ने ओके आइदर x minus 5 is equals to 0 or x plus 2 is equals to 0 गर्ने यहाँ चाहिँ x is equals to 5 or x is equals to minus 2 therefore x is equals to 5 minus 2 आउने भयो हैन यसरी चाहिँ एउटा क्वेशन हाम्रो सकिन्छ ओके अब अर्को क्वेशन हेरौं 2√3 अघिकै हाम्रो एक्जाम्पल जुन लेखेको थियो त्यही चाहिँ हेरौं 2√3 x स्क्वायर प्लस 13x प्लस 13x माइनस 5√3 माइनस 5√3 इज इक्वल्स टु 0 ओके अब यसलाई कसरी गर्ने त पहिला के गर्ने भने चाहिँ हामीले पहिला यो टर्म a हो यो टर्म b हो अनि यो लास्ट को टर्म चाहिँ c हो नि त हैन यो x स्क्वायर को कोफिसिएन्ट भनेको चाहिँ a हो x को कोफिसिएन्ट भनेको b हो अनि लास्ट को चाहिँ कन्स्टेन्ट भइहाल्यो x को पावर 0 को कोफिसिएन्ट भन्ने पनि मिल्यो ओके अब यसलाई कसरी गर्ने त भन्दाखेरि 2√3 इन्टु 5√3 गर्ने हैन पहिला त हामीले ac गर्ने हो नि त ac गर्दाखेरि ओके ac गर्दाखेरि कति आउँछ त 5 टु जा 10 इन्टु 3 इज इक्वल्स टु कति आयो त 30 आयो हैन अब यहाँ चाहिँ 13 छ यहाँ चाहिँ कति छ त 30 छ हैन अब यति चाहिँ हामीले रफमा गर्ने काम हो यहाँ अब हामीले प्लस गर्दा और माइनस गर्दाखेरि कति आउनु पर्यो त 15 हैन 13 आउनु पर्यो तर मल्टिप्लाई गर्दाखेरि चाहिँ कति आउनु पर्यो 30 आउनु पर्यो हैन त्यस्तो भागमा चाहिँ हामीले यसलाई राख्नु पर्यो √3 x स्क्वायर प्लस यो चाहिँ 15 माइनस 2 गर्दाखेरि 13 आउँछ होला हैन माइनस 5√3 आउँछ इज इक्वल्स टु 0 भयो हैन अरु टर्मलाई केही पनि नगर्ने बीचको टर्मलाई यस्तो भागमा बाँड्ने कि जब त्यसलाई मल्टिप्लाई गर्दाखेरि ac आओस् a इन्टु c आओस् र जोड्दा या घटाउँदाखेरि चाहिँ त्यही बीचको टर्म आओस् या त जोड्दा हुन्छ या घटाउँदा हुन्छ कसरी मिल्छ त्यसरी चाहिँ राख्ने हैन अब 2√3 x स्क्वायर प्लस 15x माइनस 2x माइनस 5√3 इज इक्वल्स टु 0 भयो हैन ओके अब के गर्ने त भन्दाखेरि यहाँबाट हाम्रो के कमन आउँछ र यहाँबाट के कमन आउँछ त्यो हेर्ने हैन यहाँबाट चाहिँ हाम्रो x कमन आउँछ होला हैन x मात्रै कमन आयो 2√3 प्लस 15 भयो हैन 3x कमन आउँछ यहाँबाट √3x कमन आयो अनि 2x स्क्वायर प्लस हैन 2x स्क्वायर भएन अब 2x प्लस यहाँबाट चाहिँ यो एउटा एक टर्म एक जोडी चाहिँ फेरि गरिहालौं एक लाइन त्यसपछि गरौँला है यहाँनिर छ 2√3x स्क्वायर जस्ताको त्यस्तै प्लस यो चाहिँ 3 इन्टु 5x हुन्छ हैन यो 3 इन्टु 5x लाई चाहिँ हामी कसरी लेख्छौं त भन्दाखेरि √3 इन्टु √3 इन्टु 5x यो भने नि यो √3 इन्टु √3 गर्दाखेरि 3 हुन्छ 3 इन्टु 5 भनेको चाहिँ 15 आउँछ माइनस अब चाहिँ माइनस 2x माइनस 5√3 इज इक्वल्स टु 0 भयो ओके अब चाहिँ यहाँबाट हामीले कमन लिँदाखेरि √3x कमन आयो अनि 2x प्लस 5√3 बाँकी रह्यो हैन माइनस यहाँ चाहिँ केही पनि कमन आएन यहाँ चाहिँ 1 कमन आयो -1 कमन ल्याउने -1 कमन ल्याउँदाखेरि यो माइनस कमन आइसकेपछि चाहिँ हाम्रो 2x भयो अब यहाँ माइनस कमन आइसक्यो भने प्लस हुन्छ प्लस 5√3
3 इज इक्वल्स टु 0 भयो ओके ओके इज इक्वल्स टु 0 भयो अब 2x प्लस 5 रुट 3 चाहिँ एकचोटि फेरि कमन आयो 2x प्लस 5 रुट 3 कमन ल्याउने अनि त्यसपछि चाहिँ रुट 3x माइनस 1 बाँकी रह्यो इज इक्वल टु 0 हुने भयो हैन ल अब चाहिँ हामीले either 2x plus 5 root 3 is equals to 0 भयो or root 3x minus 1 is equals to 0 हुने okay 2x is equals to minus 5 root 3 भयो x is equals to minus 5 root 3 by 2 हुने भयो okay or root 3 x is equals to कति भयो त 1 भयो अनि x is equals to 1 by root 3 हुने भयो हैन therefore x को भ्यालु कति आयो त भन्दाखेरि minus 5 root 3 by 2 कमा 1 by root 3 आउने भयो हैन ओके यति चाहिँ x को भ्यालुहरु आयो यो चाहिँ हाम्रो सोलुसन भयो यसको अझै एउटा क्वेशन हेरौं त्यसपछि चाहिँ सकिन्छ ओके क्वेशन कस्तो छ भने 11 minus x solve 11 minus x divided by x plus 3 is equals to 5 divided by x plus 1 okay 5 divided by x plus 1 अब यसलाई कसरी सल्भ गर्ने त यो पनि हाम्रो क्वाड्रेटिक इक्वेसन नै हो सोलुसन हियर यसले चाहिँ राम्रोसँग मिलाएर लेख्ने सोलुसन हियर लेख्ने अब त्यसपछि चाहिँ हाम्रो क्वेशनलाई फेरि सार्ने एक्जाममा लेख्दाखेरि x plus 3 is equals to 5 divided by x plus 1 हैन ओके 5 divided by x plus 1 x plus 3 11 minus x and 5 भयो हैन ओके पहिला चाहिँ अब हामीले सुरुमा गर्ने भनेको क्रस मल्टिप्लाई हो क्रस मल्टिप्लाई गर्दाखेरि यसले यसलाई गर्ने यसले यसलाई गर्ने यो त थाहा हुन्छ होला हैन क्रस मल्टिप्लाई गर्दाखेरि यसरी गर्ने ओके अब यहाँ गर्दाखेरि or 11 minus x plus 1 is equals to 5 into x plus 3 हुने भयो हैन 5 into x plus 3 अब यसलाई मल्टिप्लाई गर्न चाहिँ आउनु पर्यो हामीलाई हैन यो त बेसिक मल्टिप्लिकेसन हो पहिला यो 11 ले यो x लाई मल्टिप्लाई गर्ने 11 ले x लाई मल्टिप्लाई गर्ने त्यसपछि यही 11 ले चाहिँ हामीले 1 लाई मल्टिप्लाई गर्ने x plus 1 भयो त्यसपछि हामीले यो x ले यो x लाई मल्टिप्लाई गर्ने अनि x ले 1 लाई मल्टिप्लाई गर्ने हैन यही वेबाट पहिला 11 ले मल्टिप्लाई गर्ने त्यसपछि चाहिँ x ले मल्टिप्लाई गर्ने x ले x लाई x ले 1 लाई मल्टिप्लाई गर्ने अनि यहाँ त त्यही हो 5 ले x लाई पनि मल्टिप्लाई गर्ने 5 ले 3 लाई पनि मल्टिप्लाई x plus 3 हो नि त हैन ओके त्यही वेबाट जान्छ हामी or 11x plus 11 minus x square minus x is equals to 5x plus 3 हुने 15 हुने भयो हैन 5x plus 15 ओके यसलाई गर्दाखेरि कति भयो त 11x भयो यसलाई गर्दाखेरि 11 भयो 11 1 11 भयो अनि यसलाई गर्दाखेरि -x into x गर्दाखेरि -x स्क्वायर भयो अनि -x into 1 गर्दाखेरि -x हुने भयो ओके ओके अब हामीले यसलाई अलि अरेन्ज गरेर लेखौं -x स्क्वायर plus 11x minus x यहाँको 5x पनि ल्याइदिउँ -5x भयो हैन -5x अब बाँकी रहेको चाहिँ हाम्रो कति छ त 11 minus 15 is equals to 0 भयो हैन ओके or -x squared plus
यहाँनिर चाहिँ हाम्रो 6 भयो हैन 6 यो चाहिँ 6 भयो यो चाहिँ 11 माइनस 6 गर्नु पर्यो हैन यहाँनिर चाहिँ हाम्रो कति भयो त 5 x 6 11 माइनस 6 गर्दाखेरि 7 8 9 10 11 हाम्रो 5 भयो 5x प्लस 11 माइनस 5 11 माइनस 15 गर्दाखेरि अब यहाँ चाहिँ हाम्रो माइनसमा आउने भयो माइनस कति भयो 12 13 14 15 4 इज इक्वल्स टु 0 भयो ओके और अब हामीले नेगेटिभ साइन कमन लिएर आउने x स्क्वायर माइनस 5x प्लस 4 इज इक्वल्स टु 0 माइनस कमन लिएर आउँदाखेरि चाहिँ चिन्हहरू सबै साइनहरू चाहिँ अपोजिट हुन्छ यहाँ माइनस x स्क्वायर थियो भने यो चाहिँ प्लस x स्क्वायर हुने भयो यहाँ माइनस x थियो भने होइन यहाँ प्लस x प्लस 5x थियो भने माइनस 5x हुने भयो माइनस 4x थियो भने प्लस 4x हुने भयो ओके और x स्क्वायर माइनस 5x प्लस 4 इज इक्वल्स टु 0 ओके अब हामीले यसलाई यसरी मिलाउने कि x स्क्वायर माइनस 5x x स्क्वायर माइनस 5x प्लस 4 ओके अब यसलाई हामीले यसरी मिलाउने कि मल्टिप्लाई गर्दाखेरि 4 into 1 4 into 1 4 1 4 भयो मल्टिप्लाई गर्दाखेरि 4 हुने जोड्दाखेरि चाहिँ 5 हुने अथवा सबट्र्याक्ट गर्दाखेरि 5 हुने हैन सबट्र्याक्ट गर्दाखेरि त आउँदैन जोड्दाखेरि त आउँछ नि हैन x स्क्वायर माइनस 4 प्लस 1 4 into 1 5 4 into 1 4 भयो 4 plus 1 5 x plus 4 is equals to 0 x square minus 4x minus minus x plus 4 is equals to 0 or x common x minus 4 minus 1 common x minus 4 is equals to 0 यहाँनिर माइनस कसरी भयो भनेपछि यहाँनिर हामीले माइनस 1 कमन लिएर आयो भने प्लस थियो होइन यो माइनस थियो प्लस भयो प्लस थियो माइनस भयो माइनस कमन ल्याउने बित्तिकै हाम्रो साइन चेन्ज हुन्छ यो कुरा चाहिँ बुझिराख्नु पर्ने हुन्छ ओके और अब एकचोटि x minus 4 अनि अर्को चोटि चाहिँ x minus 1 आयो इज इक्वल्स टु 0 आइदर भनेर हाल्नु अब आइदर x minus 4 is equals to 0 or x minus 1 is equals to 0 हुने भयो हैन x is equals to 4 or x is equals to 1 therefore x is equals to 4 comma 1 ओके x को भ्यालु चाहिँ हाम्रो कति आयो त 4 र 1 आयो ओके यसरी चाहिँ होइन राख्ने हामीले चाहिँ जस्ट 4 कमा 1 नै राख्ने यसरी हामीले ब्र्याकेट दियो भने चाहिँ अर्डर्ड पेयरमा लेखेको हुन्छ अर्डर्ड पेयर भनेर थाहा छ नि x कमा y हैन यो x को भ्यालु हुन्छ यो y को भ्यालु हुन्छ हैन यो चाहिँ अर्डर्ड पेयर हो नि त त्यही भएर चाहिँ हामीले यसरी नै राख्ने डिजिटहरुलाई अर्डर्ड पेयरमा राखे जस्तो देखिन्छ हामीले जस्ट 4 कमा 1 भनेर राख्दिने ओके अब आज हामीले 2-3 वटा एक्जाम्पलहरु हेर्यौं अनि जस्ट क्वाड्रेटिक इक्वेसन भनेको कस्तो हो के हो कसरी सल्भ गर्ने अलिअलि त्यो कुराहरु चाहिँ बुझ्यौं हैन यहाँ चाहिँ हामीले अलि बुझ्नु पर्ने चाहिँ यहाँनिर छ यो चाहिँ प्योर क्वाड्रेटिक इक्वेसन र एडफेक्टेड क्वाड्रेटिक इक्वेसनमा एडफेक्टेड क्वाड्रेटिक इक्वेसन कस्तो टाइपको क्वाड्रेटिक इक्वेसन हो भने यसमा चाहिँ कन्स्ट्यान्ट टर्म छैन भने त्यसलाई एडफेक्टेड हुन्छ अथवा हुन पनि सक्छ नर्मल इक्वेसनहरुलाई एडफेक्टेड क्वाड्रेटिक इक्वेसन भन्छ हैन प्योर क्वाड्रेटिक इक्वेसन चाहिँ कस्तो टाइपको हुन्छ भने यसको बीचको bx भन्ने टर्म चाहिँ गायब हुनु पर्यो मतलब x को पावर 1 भएको टर्म चाहिँ हराउनु पर्यो त्यसलाई चाहिँ हामी त्यस्तो नभएको केसमा चाहिँ हामी के भन्छौं प्योर क्वाड्रेटिक इक्वेसन भनेर भन्छौं हैन चाहिँ प्योर क्वाड्रेटिक इक्वेसन जस्तै अब हामीले अघि भर्खरै गरेको कहाँनिर थियो यो चाहिँ प्योर क्वाड्रेटिक इक्वेसन हो यो चाहिँ हाम्रो प्योर क्वाड्रेटिक इक्वेसन हो यहाँनिर एक्जाम्पल छ नि हैन यो चाहिँ प्योर हो ओके आज चाहिँ यति गरौँ अब अर्को दिन चाहिँ फेरि हामी एक्सरसाइजबाट धेरै क्वेशनहरु गर्ने छौं अलमोस्ट